इन्स्पायर भयो भन्दाखेरि हाम्रो सानोदेखि नै हाम्रो अङ्कलहरूले खेलेको देखेर त्यसबाट नि इन्स्पायर भए अनि प्लस अनि हाम्रो मम्सहरूलाई चाहिँ म कसरी इन्करेज गर्न चाहन्छु भने चाहिँ मम भएर आइनो कति धेरै डिफिकल्ट हुन्छ हाम्रो बेबीहरूलाई टेक केयर गर्न लागि एकदमै गाह्रो हुन्छ तर आफूलाई पनि सेल्फ लभ पनि गरेर एटलिस्ट 1 आवर आफूलाई निकालेर होइन ग्रुपमा गएर प्र्याक्टिस गरेर त्यस्तो गऱ्यो भने चाहिँ माइन्ड पनि फ्रेस हुन्छ अनि अमेरिका जस्तो ठाउँमा त टाइम हुँदैन नि त सबैजनाको जब हुन्छ अब नेपालमा भनेको पो अब जाउँ साथी हो यता घुम्नु जाउँ भन्दाखेरि घुम्नु जानु पाइन्थ्यो तर यहाँ अमेरिकामा भनेको त लु प्र्याक्टिसमा जाउँ भन्दा मेरो काम छ भन्ने हुन्छ अर्काको अरूहरूको पनि वर्क हुन्छ धेरै अब हुन्छ नि आइनो म्यानेज गर्नु लागि एकदमै गाह्रो हुन्छ तर टाइम हामी चाहिँ कस्तो गर्छौँ भने एटलिस्ट 1 आवर टाइम आफूलाई दिएर प्र्याक्टिस गरेर अनि हाम्रो कोचले पनि एकदमै राम्रो कोच गरेर चाहिँ अहिले हामीले यो हुन्छ नि हामीले ट्रफी चाहिँ हासिल गर्यौँ अनि सबैजना ममहरूलाई इन्स्पायर गर्छु तपाईँहरू पनि आउनुहोस् तपाईँहरू सिन्सिनेटीमा हुनुहुन्छ भने हामीसँग जोइन गर्नुहोस् अनि यो फ्री हो हुन्छ कसैलाई हुन्छ नि कसैलाई पैसा दिएर हामीले सिकाउनु हुँदैन उहाँहरूले फ्रीमा हामीलाई कोच गराउनुहुन्छ त्यही भन्न चाहन्छु धेरै धन्यवाद बहिनी अनि आजको तपाईँको यो सबै गिफ्ट देखाउनुहोस् त ए हुन्छ सबै हार्डवर्क हुन्छ नि सबै मैले आज पाएँ एकदमै खुसी छु हुन्छ नि यो चाहिँ मेरो ड्रिम कम ट्रु भयो यो चाहिँ बेस्ट प्लेयर अफ द टुर्नामेन्ट अनि यो म्यान अफ द म्याच अनि यो टप स्कोरर Wow, congratulations, Thank you so I'm so proud of you. Thank you, Dee. Thank you.